जुन देशको कामदारको प्रति घण्टा ज्याला नै कति महँगो छ त्यो देशमा नेपाली 100 रुपियाँमा 150 वटा पिस भएको वेट टिस्यु कसरी बजारमा 100 रुपियाँमा दिन सकेको होला। र यसले म के गर्छु हेर्नु है त। यो बेडको यस्तो सर्फेसमा हुन्छ नि, यहाँबाट हेर्ने हो नि, यो एङ्गलबाट हेर्ने हो भने धुलोहरू तैरिरहेको देख्छ के। अनि कसले चाहिँ तालो भिजाएर पुसिराख्नु है, यसरी वाइपरले पुस्ने यसरी, अनि यहाँ पनि यसरी पुस्ने, सबै पुस्ने। यसरी धुलो तैरिएको हुन्छ नि हैन। अनि यहाँ पनि हुन्छ, नदेखिने मात्रै हो। टावेल पुसेर निचोरेर गर्दा त हात दुख्छ। सो वेट टिस्यु लिने, आवश्यकता अनुसार फेर्ने र दिस इज आफ्टर। छ त धुलो छैन। भ्याकुमले नै गर्न मिल्यो, बट कहिलेकाहीँ म वेट वाइपरले गर्नुपर्छ। चाहे तपाईँ जति सफा गर्नुहोस्, धुलो तान्ने मेसिन नै लगाउनुहोस्, तर मेसिन लगाउनु 2 दिन बिर्स्यो भने यसरी धुलो तैरिन्छ। वाइप लिने, राख्ने, एन्ड यु क्लिन इट यसरी। सी दिस इज आफ्टर। त्यसरी नै टेबलहरू, स्टडी टेबल होस् या खाना खाएपछि डाइनिङ टेबल होस् या त्यो तालो भिजाउँदै हात चिसो हुने गरेर लानु पर्दैन। म जस्तो, मलाई चाहिँ पानी छोयो कि हात दुखेको जस्तो फिल हुन्छ। तपाईँहरूलाई त्यस्तो हुन्छ भने आई क्यान रिलेट। एक दिनमा मैले कम्तीमा पनि 5-10 वटा, धेरै क्लिन गर्ने मान्छे हो भने त 10-15 वटा मुड अनुसार, कहिलेकाहीँ धेरै पनि क्लिन गर्नुपर्ने हुन्छ नि त। 10-15-20 वटा वाइपर टिस्यु सकिन्छ होइन, वेट वाइप सकिन्छ। अनि तपाईँलाई चाहिँ वेट वाइपको बिजनेस चल्दैन कि भनेर सोचिराख्नु भएको छ, अनि खालि होटेल र के अरे क्लोदिङ स्टोर मात्रै खोल्ने भनेर सोच्नु भएको छ। वेट वाइपर भयो भने रेस्टुरेन्टमा धारा कहाँ छ भन्दै खोज्दै पनि हिँड्नु पर्दैन। तालो भिजाएर लिएर आइज त, यहाँ टेबल पुस्नु पर्यो भन्नु पर्दैन। एक कुनटा वेट वाइपर टेबलको छेउमा राखिदियो, डन। मलाई अहिले पिर पर्छ कि नेपाल गएर त तालो भिजाउँदै धुनुपर्छ भनेर अहिले पिर पर्छ क्या। अरे प्रभु, म त्यति धेरै चिसो पानी छुनलाई चाहिँ त्यति धेरै मलाई टाउको दुख्छ कि चिसो पानी छुनु पर्यो भने। किनभने नेपालमा यसरी वेट वाइपर किनेर पुस्न साध्य हुँदैन, महँगो हुन्छ। बरु त्योभन्दा त बरु तालै भिजाउनु पर्यो। ल्याउनुहोस् मेसिनहरू, चाइना जाने, जर्मन जाने, कता जाने, मेसिन ल्याउने, प्रडक्सन स्टार्ट गर्ने। हामी कोरियाको बसाइसकेर नेपाल आउँदासम्म तपाईँको बिजनेस रेडी हुनुपर्छ ल। लिटरली मलाई प्रब्लम छ, प्रब्लम। तर मैले टेबल पुस्नलाई हुन्छ नि, जे पनि घरमा जे पनि सर्फेसहरू पुस्नलाई, इभन कहिलेकाहीँ भुइँ पुस्नलाई वेट टिस्यु युज गर्नुको पनि रिजन छ। यो चाहिँ छिटो सुक्छ, पानीले भिजाउँदा जस्तो धेरै सुक्न टाइम लाग्दैन, अल्कोहल उडेर जान्छ नि त, त्यसैले। कि मैले यो गमला पुसेको कि होइन वेट वाइपरले, अनि यो चाहिँ कस्तो खुसी भयो के। अनि यो पुरा डान्स गरिराखेछ के। सी पाँच चाहिँ होइन ल पुसेको।